तिहार सुरु भयो हाम्रो तिहार सुरु भयो हाम्रो जा मखर सबै छोइदिनु न यसो टच अझै सुरु हुँदैछ ल नि भिडियो मन मेरोतिर स्टार्ट राम्रोसँग गर्दै कोरिदेऊ अब कोरिदेऊ जस्तो गर के दिदीलाई छौ तिमीले बस छुट्नु नखेलाई 2082 सालको तिहार यसरी टीका लगाएर छोराछोरी सबै नाति नातिना मिलेर 2082 सालको तिहार मनाउँदैछौँ बनाइदिइसकेछु तिमी जाऊ उतै जाऊ त्यही तिम्रो सबै आह अब यसलाई लगाइदेऊ सुसनलाई लाउने बेलामा बोलाऊ है ल अब परगेशबाट सुरु नबोलिकन बस् त ए हाम्री दिदी यता बसी छन् कालु छोरा हाम्रो बुढालाई भोक लाएर आत्तिनु भयो त्यही भएर यता ए खाना खानु भए है ए खाना के हो भन्नु न अझै ए रौसी पनि हैसकिया पानी अनि फेरि के हो यहाँ थालमा ए यो मेरो बुढो अब नुनु चिरासको भयो हुन लाग्यो अब सुसानको हुँदैछ टीका अब यता ल सानी बहिनी सानी नातिनी लगाइदिएछन्
ल बहिनी टिका लगाइदिन्छ नै सानोलाई दादालाई टिका लगाइदिन्छ नि 10 महिनाकी हुँदैछिन् आफ्नो दाइलाई 1 वर्षकी भयो नि 1 वर्षकी भइछन् आज आफ्नो दाइलाई टिका लगाइदिँदैछिन् नानीको दाजुलाई टिका पानी खुलाइदिन् खुसी हुनुपर्छ है टिका लगाउँदाखेरि खुसी हुनुपर्छ लक्ष्मी माताले रक्षा गर्नुहुन्छ यिनीहरूका 9 ग्रहले छोडोस् आजदेखि ग्रह सबै शान्ति होस् दिदी बहिनीको हातबाट टिको लगाइदिएर राम्रो होस् माला लगाइदिनलाई छिन् छोरीले फुल माला हो कति राम्रो हो नि दिदीलाई खुट्टा ढोक गर दिदी खुट्टा यसो यसो अर्को पनि बाबु निदा रानो भयो 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 ल दक्षिणा ल्याउ न दिदीलाई तँ भुइँमा राख छोरा बाबु भुइँमा राख तँ भुइँमा राख अब बच्चा त हो के गर्ने ल अब अलि बाबु खुसी भाउ हाँस हो त्यसो कति पर बसेको हो के दिदीलाई रोगले छोडोस् सबभन्दा ठुलो कुरो ज्ञान बुद्धि दिउन् भगवानले ज्ञानको विकसित होस् रोग नलाओस् रोग जति जम्मै आजैबाट हराउनु हुन् अब तिमीले माला लगाइदिने बेलामा बोलाऊ है यता परगेसको गर्नु पर्यो नि हाम्रो परगेस नाति गमिलो भएर टिका लाउन बसिएछन् गमिलो हुन पर्छ उट्टाउलो हुन नि हुन्न ठुटुनो त झन् खेलाउनै हुन्न अब आजको तिहार आजको यो 82 सालको तिहारबाट त आज ठुटुनो खेलाउने त कामै गर्न हुन्न ठुटुनो खेलाएस त बर्बाद भइयो होइन पिट्न पनि पाइएन बदला लिन नि पाइएन त्यसो ओह भएको कुरो मेरो हातसँग आउनु छ सबैले मम्मी भाइले उस पुगेन अरे के त्यही पुगेन ए पैसा दिए हैन भाइलाई खाँचे मल दिनलाई मैले दिएको पैसा हाम्रो कालु छोराले खुट्टा हल्लाएर बसे त्यो खुट्टा हल्लाउनु पनि हुन्न आज यहाँ यी बुढोले चपाउनु भएको हो दाँत पनि निकै बोलिया रहेछन् खुब मजाले चबाउनु भएको बाबुको त्यति बोलिया छन् दाँत छोरीलाई फेरि अलिअलि साह्रो पनि खान हुन्न यिनी हाम्री गङ्गा बुहारी जेठी बुहारी भइन् के अरे मलाई सासू बनेर बस भनिछन् नानी रोइछन् यिनलाई आज दुध खुवाइदिएर नि बुढोले फेरि भातै यहीँ लिएर आउनुभयो रङ्ग मानेर अहिले एकछिन आउँछु अहिले छोरोले मागेर छोरोलाई दिएँ त्यो ड्रेस लाएर दिदीबहिनी चिरी च्याट्टा गरेर बस्नु भएको ल
ल भयो ल भयो ल बोल्न ढोगर बोल्न ढोगर बोल्न ढोगर बोल्न ढोगर पहिला तन्नै लगाइदे हाम्रो हिरो कहाँ छ अहिले म कति नराम्रो टल्केर होइन दिपा ए सिँगै फोटो कि भिडियो नि त्यो त हेर्नुस् त
छ्यानो इ एहे यता हेर यता छापै 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 छाप ठिक छ अब खाना पकाएर पारो नि यहाँ बस्छौँ त्यो भिडियो One, 2, 3 बापरे मै काम Bye.